अरूले साथ दिन्छन् भनेर आशा गर्नु मनको भ्रम मात्र हो। आफूलाई आफूले भन्दा राम्रो कसैले साथ दिन सक्दैन। जुन चाहेर पनि पूरा गर्न सकिएनन् ती इच्छाहरूमा तिम्रो नाम पनि एक थियो। वस्तुको महत्त्व पाउनुभन्दा अगाडि हुन्छ अनि मान्छेको महत्त्व गुमाइसकेपछि। निशुल्क पाइने भनेको त संसारमा आमा बुबाको माया मात्र हो, नत्र त यहाँ हर सम्बन्धको लागि मूल्य चुकाउनु पर्छ। बेइज्जतीको जवाफ पनि तिमी यति इज्जतको साथ देऊ कि बेइज्जत गर्नेवाला नै लज्जित बनोस्। हरेक रोएको मान्छे मुस्कुराउनेछ, धैर्य गर्नुस्, समय तपाईको पनि आउनेछ। अक्सर मान्छेहरू आफ्नो गल्तीको वकिल अनि अरूको गल्तीको न्यायाधीश बन्ने गर्छन्। तिमी जति धेरै कम बोल्ने गर्छौ मान्छेहरू त्यति नै धेरै तिमीलाई सुन्न चाहन्छन्। कहिलेकाहीँ हराउन पनि निकै जरुरी हुन्छ, तब मात्र थाहा हुन्छ कि कसले खोज्छ, कसले बिर्सिन्छ, को आफ्नो अनि को परायो हो भनेर। घमण्ड गर्नेहरूलाई गर्न दिनुस्। भुइँ छोडेर उडेको धुलो हावाले छोडेपछि फेरि भुइँमै आउने हो। प्रगति यति गर्नु छ कि शब्दले प्रहार गर्नेहरूलाई सफलताले जवाफ दिन सकौं। तिमी रिसाऊ तर शब्दको मर्यादा नतोड, किनभने घाउ रिसले होइन शब्दले दिन्छ। घमण्डको खोल ओढेर के आदर्शको कुरा गर्छौ तिमी? यति बुझ कि तिमी आगो नै भए पनि खरानी हुनुपर्छ पक्कै एक दिन। महत्त्व सबैको आआफ्नै हुन्छ। घामको अगाडि बत्तीको कुनै अर्थ नहोला, तर त्यही बत्ती अन्धकारमा निकै महत्त्वपूर्ण हुन्छ।